नमस्कार। म हिजो नेपालमा घटेको एउटा दुःखद घटना अथवा गणतन्त्र अथवा राजतन्त्रवादीहरूको जुन एउटा जुलुस थियो, जुन एउटा कोणसभा भन्ने एउटा त्यस्तो एउटा भेला थियो, जुन भेलामा सेना, प्रहरी, पुलिस र जुलुसबीच मुठभेड हुँदा दुईजनाको ज्यान गएको र केही सरकारी संरचना अथवा केही व्यक्तिगत संरचनाहरूमा चाहिँ क्षति पुगेको, आगलागी भएको भन्ने चाहिँ एउटा दुःखद घटना सुने। मृतकहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै म के भन्न चाहन्छु भने, हामी यसरी बारम्बार यसरी व्यवस्थाको लागि चाहिँ आन्दोलनमा जाने, जुलुस गर्ने, ढुङ्गामुढा गर्ने, आफ्नै रगत आफ्नै पसिना बगाएर तिरेको करबाट बनेका संरचनाहरूमा क्षति पुर्याउने, कसैको व्यक्तिगत सम्पत्तिमा क्षति पुर्याउने, एउटा नेपालीले एउटा नेपालीलाई नै मार्ने, अनि एउटा नेपालीले एउटा नेपालीको संरचनालाई क्षति पुर्याइदिने, नेपालीको घरमा चाहिँ ढुङ्गामुढा गरिदिने, यो व्यवस्था हामीलाई चाहिएको होइन। यो हामी चाहे गणतन्त्र आओस्, चाहे राज संस्था आओस्, जुनसुकै व्यवस्था आए पनि जबसम्म हामीलाई सुधार्न सक्दैनौँ, जबसम्म हामीलाई आएको अवसरलाई हामीले सही सदुपयोग गर्न सक्दैनौँ, तबसम्म हाम्रो नेपालमा यस्तै घटनाहरू घटिरहन्छन्। हामी के सहयोग हुनु जरुरी छ भने, राजनीतिक दलहरूबाट हामी प्रताडित भएका छौँ। राजनीतिक दलहरूले हामीलाई गरेका वाचाहरू कति पुरा गर्नै सकेनन् या गरेनन्। उनीहरू आफ्नो एउटा सत्ताको मोह लिएर हामीसँग भोट माग्न आए, हामीसँग गरेका वाचा पुरा गर्न नसकी उनीहरू सत्ता मोह भएर बसे। यसले हामीलाई पीडा त छ, तर पीडा छ भन्दैमा आफूलाई चाहिँ कमजोर गराउनु हुँदैन। हामीमा बलियो हुनुपर्छ। नेपालीलाई क्षति पुर्याउने त्यस्ती घटनाहरू सकेसम्म नदोहोरियोस् या नघटोस् भन्न चाहन्छु। र हामीसँग एउटा मात्र विकल्प छ। अब विकल्प के छ भने, नेपालको संविधान 2072ले हामीलाई एउटा मार्ग प्रशस्त के गरेको छ भने, 5 वर्षमा चुनाव हुन्छ। हरेक 5 वर्षमा नेपालमा चुनाव हुन्छ। उक्त चुनावमा हामीले नयाँ नेतृत्व अथवा एउटा राम्रो एजेन्डा, राम्रो एउटा योजना भएको पार्टी या अथवा नेतृत्व भनौँ, उसलाई चुनौँ या स्वविवेक विचार गरेर उसलाई उक्त नेतृत्वलाई देशको जिम्मा लगाऊँ। त्यसपछि हाम्रो देशमा आफै परिवर्तन हुन्छ। हामीले यसरी आन्दोलन गरेर, जुलुस गरेर, कुनै पनि देशको इतिहासमा जुलुस गरेर विकास भएको, जुलुस गरेर रोजगारी सिर्जना भएको भन्ने मैले सुनेको छैन। कुनै पनि देशमा जुलुस गरेर त्यहाँका बाटो यातायात पूर्वाधारहरू बनेको भन्ने पनि मैले सुनेको छैन। जुलुस केवल के को लागि हो भने, राजनीति गर्ने नेताहरूको लागि मात्र जुलुस हो। हामी आज मर्छौँ, हाम्रो ज्यान दिन्छौँ, हामीले गोलीका छर्रा खान्छौँ, हामी लड्छौँ, हामीले हाम्रा संरचनाहरू फुटाउँछौँ, हामीलाई क्षति गर्छौँ। सबै के को लागि भने, राजनीतिक दलहरूको लागि र राजनीतिक नेतृत्वहरूको लागि हो। हाम्रो लागि केही पनि होइन। हामी आज नेपालमा झन्डै 3 करोडको हाराहारीमा जनसङ्ख्या भएको जनसङ्ख्यामा झन्डै 90 लाखदेखि 1 करोडको हाराहारीमा जनसङ्ख्या नेपालभन्दा बाहिर छ। यस्तो अवस्थामा अब पनि हामीले विचार गरेर, अब हामीले चुनावमा यसरी विचार नगरिकन त्यही पुरानैलाई भोट हाल्ने अथवा पुरानै नेतृत्वलाई चाहिँ देशको जिम्मा दिने एउटा यस्तो परिस्थिति सिर्जना गऱ्यौँ भने, हामी यस्ता आन्दोलनहरू हिजो होइन, आज होइन, भोलि होइन, हामी 100औँ हजारौँ वर्षसम्म पनि यसरी आन्दोलन गर्दै जानेछौँ। र अरू देशहरू अब कति प्रगति गरिसके, कति अगाडि गइसके। अब हामी किन जान सकेनौँ भने, हामी यही हो, हाम्रो कमजोरी यही हो। हाम्रो कमजोरी राजनीति होइन, हाम्रो कमजोरी व्यवस्था होइन, हाम्रो कमजोरी हामीभित्र छ। हाम्रो कमजोरी हामीले आफूले पत्ता लगाउन सकेका छैनौँ। हामीलाई अधिकार छ, हामीलाई मार्ग प्रशस्त गरिएको छ, तर हामीले उक्त अधिकारलाई प्रयोग गर्दैनौँ। समस्या यही सिर्जना भएको छ। अब यी समस्याहरूलाई हामीले कसरी समाधान गर्ने, हामीले यसको समाधान खोज्नुपर्छ। समाधान स्वरूप मैले यो भनेको कुरा यही नै हो। धन्यवाद।